मेरा सहयात्री सहित सबैमा म आभार व्यक्त गर्दछु र आज मलाई यो बृहद आध्यात्मिक परिषदको स्वर्ण महोत्सवको अन्तिम दिनमा यो स्वागत मन्तव्य को लागि अवसर दिनु हुने मेरा समितिका यस परिषदका साथीहरूलाई हार्दिक आभार व्यक्त गर्दै म सम्पूर्ण आमन्त्रित सबैमा मेरो आभार व्यक्त गर्दछु र म योगी नरहरिनाथसँग साक्षात् भएर भेट हुने मौका कसरी पर्यो, कसरी चाहिँ उहाँसँग चाहिँ भेट हुन पाएँ, सहयात्रा गर्न पाएँ, यस विषयमा सानो जानकारी मेरो मन्तव्य यहाँहरू समक्ष राख्न अनुमति माग्दछु। दुई 2024 साल को कुरा हो। पोखरामा पृथ्वीनारायण शाहको सानो एउटा शालिग बनाएर पृथ्वीनारायण क्याम्पसकै प्राङ्गणमा विज्ञान भवनको उद्घाटन श्रीपाद महेन्द्रबाट हुने दिन थियो। त्यस दिनमा त्यो मेरो हातबाट बनेको पृथ्वीनारायण शाहको पत्थरको शालिग त्यहाँ राखिएको थियो र योगी नरहरिनाथज्यू दाङ संस्कृत विश्वविद्यालय भर्खर सुरु गर्नुभएको रहेछ र त्यति बेला उहाँहरूले चाहिँ नि शिल्प विभाग चाहिँ नि राख्नुपर्छ भनेर शिल्पकार शिला सम्बन्धी काम जान्ने मान्छेको खोजीमा हिँड्नु भएको रहेछ। त्यति बेला चाहिँ नि अचानक आएर पाखुरा समातेर, म 17 वर्षको थिएँ त्यति बेला, पाखुरा समातेर तपाईँले बनाएको हो भन्नुभयो। हो, मैले बनाएको हो र उहाँले चाहिँ नि तपाईँ दाङ जानु पर्यो, दाङमा शिल्प विभाग चाहिँ खोल्नु पर्यो, त्यहाँ सिकाउनु पर्यो, यो कलेजको चाहिँ विश्वविद्यालय संस्कृत विश्वविद्यालयमा त्यो विभाग खोल्नु पर्यो भन्दाखेरि म त सबै शरीरमा काँडा हुन्थ्यो। म डराएर मैले के भने गुरु, मैले शिक्षा ज्ञान केही पनि हासिल गर्न सकेको छैन, यो त बाल हट चाहिँ नि मैले आफ्नो कलाकृतिको लागि बाल हट मात्रै गरेको हो, यसमा म चाहिँ नि केही गर्न सक्दिनँ, मलाई चाहिँ बिन्ती म जान्न भनेर मैले हात जोडेर बिन्ती गरेँ र उहाँले हल म चाहिँ नि त्यो जाने वातावरण मिलाउँछु भन्नुभयो। अनि म चाहिँ नि भर्खर त्यति बेला 17 वर्षको थियो मेरो उमेर। मैले चाहिँ नि गुरुको त्यो अचम्मको कुरा सुन्दाखेरि अचम्म लाग्यो मलाई। त्यसपछि मलाई फेरि गुरुले 2-3 वर्षपछि भेटेर के भन्नुभयो भने यो सिकागो अमेरिकाबाट महर्षि महेशले एउटा दूत पठाउनु भएको रहेछ। उहाँले चाहिँ नि नेपालमा एउटा हिन्दू धर्मको केन्द्रबिन्दु बनाउनु पर्यो, तपाईँ चाहिँ नि जानुहोस् र योगी नरहरिनाथलाई मेरो सन्देश लिएर जानुहोस्, 3 करोड डलर म यहाँबाट व्यवस्था गर्छु, त्यो हिन्दू धर्मको केन्द्रबिन्दु नेपालमा बनाउनुपर्छ, नेपालमा चाहिँ नबनाइ हुँदैन, नेपालभन्दा अर्को हिन्दू धर्मको स्थल अरू ठाउँ छैन भनेर चाहिँ नि महर्षि महेशले त्यसलाई पठाउँदाखेरि